शीतल छाया उहिले त लेखिन्थ्यो रे चिठीमा माया देखिने छाडे हजुरको शीतल छाया उहिले त लेखिन्थ्यो रे चिठीमा माया चाहे खायो जो तिम्रो बनाए तुमने निकालो छाया दे चाहे खायो जो तिम्रो बनाए नाचो चिन्ने नाचो रोटीमै गालिन्थ्यो नि है साथी साथी सबै छुट्टै कहाँ गए खै रोटीमै गालिन्थ्यो नि है साथी साथी सबै छुट्टै कहाँ गए खै साथीको त्यो बोलीमा किन्थ्यो सम्झना बेबीलाई कहिले नमै बाँकी छ कुनै निकाल चाहे खायो जो तिम्रो बनाए तुम्हें निकाला चाहे खायो जो तिम्रो बनाए कहिले मानौ भन्दा खर्चले दिन्थेन रे अहिले सबै जानी सबै निकाल्दिउँ पढ़ेगा माया लो बंदा घर का में दिल मारे आइले ना साथी छन् सबै छोकै माया देखि मारे Hello Kathmandu, hello. म अघि धेरै बेर बोल्न पाइनँ नि त मैले केहरूलाई बोलाइदिइहालेँ त्यही भएर म एकैछिन बोल्छु होला है सो यही माघ 23 गते हाम्रो फिल्म आउँदैछ कुमारी हाम्रो फिल्ममा आत्मा भरेको छ केहीहरूले तर फिल्ममा ज्यान भरेको छ हामीले अनि आई थिङ्क it's a very proud moment for all of us. For all of us, Gen Z! हाम्रो हिरोको कुरा सुनिहाल्यौँ एउटा कुरा भन्नै बिर्सेछु गाइज आज कसैको बर्थडे छ यहाँनिर कसको होला कसको हाम्रो प्यारो भाइ केआर भाइको आज बर्थडे हो Happy birthday to you Happy birthday to you Happy birthday dear केआर
बोलाउने त अब बर्थडे केक पनि आइसकेको छ कसलाई बोलाउने अब म बोलाउन चाहन्छु दिनेश राउत हाम्रो फिल्मको डिरेक्टर। साथै हाम्रो ढोको बुन्ने 5 मिलियन पुगेको अवसरमा दुईवटा केक हामी सँगसँगै खाँदैछौँ केजी behind the cake उहाँ सँगसँगै अनुरोध गर्न चाहन्छु महेन्द्र अधिकारीज्यूलाई पनि आइदिनको लागि for the cake cutting ceremony and my co-host Naresh Bhattrai, where are you? तपाईँ पनि होस् हाई मलाई ट्याग गर्नुहोस् ल इन्स्टाग्राममा ओके नेक्स्ट टाइम तपाईँ मसँगै गर्नुपर्छ प्रोग्राम ओके So, Akriti, do you want to say anything, Kerala? Happy 19th.